एकचोटि आफैले बनाएर फुरनदाना खानुहोस् त, भोलिदेखि बजारको किनेर खान नै छोडिदिनु हुनेछ। आफूले बनाएको आफ्नो स्वाद अनि स्वास्थ्यलाई ख्याल राखेर बनाइन्छ नि त, अनि त्यही भएर धेरै मिठो हुन्छ के। अनि यसरी आफूसँग भएको ड्राई फ्रुट्सहरूलाई मैले फ्राई गरिसकेँ। त्यसै गरी 24 घन्टा अगाडि मैले भिजाएको यो चनाको दाललाई थोरै नुन अनि बेकिङ सोडा राखेर भिजाएको दालमोट जस्तो एकदमै मिठो बन्छ। यसरी तेलमा फ्राई गरेपछि एकदमै मिठो बन्छ यो दाल पनि। अब यसलाई म टिस्यु पेपर ओछ्याएर फिजाइदिन्छु। त्यसै गरी चिउरालाई पनि यसरी फ्राई गर्छु। थोरै गर्दै चिउरालाई फ्राई गरिसकेँ। यसलाई पनि टिस्यु पेपर ओछ्याएर मजाले फिजाइदिन्छु। यसो गर्दाखेरि टिस्युले चिल्लो जति लिन्छ अनि राम्रो हुन्छ यो, त्यति चिल्लो हुँदैन खानलाई। अनि थोरै चाट मसला अनि बिरे नुन, त्यसै गरी धनियाँ र सोपलाई मैले भुटेर पिसेको थिएँ, त्यो पनि पाउडर राखेँ। सुकेको खोर्सानी राखेर यसलाई मोलेँ। अब चिउराको पालो, चिउरालाई पनि त्यसै गरी मोल्छु। चाट मसला बिरे नुन राख्ने अनि थोरै धनियाँ अनि सोपलाई भुटेर लिएको छु, त्यो पनि यसमा राख्छु र मजाले मिक्स गर्छु। छुट्टा छुट्टै मिक्स गर्यो भने सबैतिर लाग्छ नि त, त्यही भएर मैले छुट्टा छुट्टै मिक्स गरेँ अनि मजाले मोलेँ। अनि मोलिसकेपछि एकै ठाउँ राखेर फेरि मोल्छु। यो चाहिँ बच्चाहरूलाई टिफिन हालिदिनलाई पनि धेरै सजिलो। बाहिर बसेर पढ्ने छोराछोरीलाई होस्टेलको खाजा पनि धेरै राम्रो। अनि हामी घरमा बस्ने गृहिणीलाई पनि एक्लै हुँदाखेरि टक्क चिया पकायो अनि खाजा लियो, धेरै राम्रो लाग्छ क्या मलाई चाहिँ। अनि एकचोटि बनायो भने 1 महिनासम्म मजाले खान मिल्छ। अनि यो चाहिँ अलिकति एयर टाइटवाला बट्टामा हाल्ने अनि टक्क बिर्को लाएर राखेपछि केही हुँदैन, यसको ओसिँदैन पनि अनि यसको टेस्ट पनि फरक हुँदैन। मैले चाहिँ यसरी तयार गरिसकेँ। कस्तो लाग्यो हजुरहरूलाई? मलाई लाइक र कमेन्ट गर्न भने नबिर्सिनु होला। मेरो भिडियो हेरिदिनु भयो, हजुरहरूलाई धेरै धेरै धन्यवाद।